जीवन बिमा गर्दाखेरि तीनवटा महत्त्वपूर्ण कुराहरूलाई ध्यानमा राखियो भने बिमा गर्ने व्यक्तिले पछि मैले बिमा किन यस्तो नराम्रो गरेछु अथवा मेरो लागि चाहिँ भएन यो भनेर बिचमा टर्मिनेट गर्ने अथवा चाहिँ बन्द गर्नुपर्ने अवस्था अथवा त्यसबाट चाहिँ नराम्रो भयो मलाई भन्ने कुरा चाहिँ लिनुपर्ने अवस्था रहँदैन। यो तीनवटा कुरा चाहिँ राम्रोसँग विचार गर्नुपर्ने हुन्छ। त्यसमा पहिलो नम्बरमा रहेको छ कम्पनी छान्न जान्नु पर्यो। अब नेपालमा अहिले चलिरहेको जीवन बिमा कम्पनीमा 14वटा जीवन बिमा कम्पनीहरू छन्। त्यसमध्येमा सबैभन्दा पुरानो कम्पनी उहाँहरूले छान्नुभयो भने त्यसबाट चाहिँ उहाँहरू बच्नुहुन्छ कि बिमा कम्पनी मैले राम्रो छाने भन्ने कुरा उहाँहरूलाई पर्न सक्छ। र दोस्रो नम्बरमा रहेको छ त्यसभित्र पनि विभिन्न पोलिसीहरू हुन्छन्। एउटै जीवन बिमा कम्पनीमा धेरै पोलिसीहरू हुन्छन्, 10वटा 15वटा 20वटा 25वटासम्म पोलिसीहरू हुन्छन्। त्यो पोलिसीमा आफ्नो लागि कुन चाहिँ उपयुक्त पोलिसी हो अथवा मैले कुन उद्देश्यको लागि बिमा गर्दैछु र त्यो उद्देश्य मेरो यो पोलिसीले फुलफिलमेन्ट गर्छ कि गर्दैन, मलाई त्यसले कति बेनिफिट दिँदैछ भन्ने कुरा हामीले ख्याल गऱ्यौँ र त्यो पोलिसी बारेमा राम्रोसँग हामीले अध्ययन गऱ्यौँ बुझ्यौँ भने त्यसबाट पनि हामीले बेनिफिट लिन सक्छौँ। र तेस्रो योभन्दा पनि महत्त्वपूर्ण विषय अर्को रहेको छ। बिमा गर्ने मात्रै नभएर जुनैसुकै काम गर्दा पनि जुनैसुकैसँग हामी सम्बन्धित भएर काम गर्दाखेरिको अवस्थामा पनि एउटा प्रोफेसनल मान्छेलाई हामीले छान्नुपर्ने हुन्छ। जस्तै मैले एउटा उदाहरण दिउँ, हामी गाडी चढ्छौँ भने पनि धेरै समयसम्म अनुभव लिइसकेको त्यो गाडी चलाइसकेको ड्राइभरले चलाएको गाडीमा हामी सुरक्षित हुन्छौँ। त्यसैगरी प्लेनमा पनि धेरै फ्लाइटहरू उडाइसकेको पाइलटसँगको प्लेन चढ्दा हामी सुरक्षित हुन्छौँ। डाक्टरको अपरेसनमा हामी जाँदाखेरिको अवस्थामा पनि धेरै पटक अपरेसन गरिसक्नु भएको डाक्टरहरूबाट हामीले सुविधा लियौँ भने सेवा लियौँ भने त्यसबाट हामी राम्रो सुरक्षित हुन सक्छौँ। त्यस्तै गरेर यो बिमा कम्पनीमा पनि प्रोफेसनल एजेन्सीबाट हामीले चाहिँ त्यो सुविधा लियौँ अथवा हामीले त्यस्तो प्रोफेसनल एजेन्सीलाई छानेर बिमा गर्न सक्यौँ भने उहाँ मार्फत गरिएको बिमाले भोलि भवितव्य पर्दा, अप्ठ्याराहरू आउँदा, क्लेम पर्दा अथवा कुनै पनि बेलामा हजुरको डिपोजिट गर्नुपर्दा र लोनको कारबाहीहरू गर्नुपर्दा पनि सहजीकरणको लागि सजिलो हुने हुन्छ। त्यसैले गर्दाखेरि यो तीनवटा कुरा विचार गर्नुभयो भने कहिले पनि बिमा कम्पनीबाट हामीले मैले नराम्रो गरेछु, बिमा चाहिँ गर्नु नहुँदैछ भन्ने कुरा चाहिँ मान्छेलाई पर्न सक्दैन। अहिले यो मार्केटमा धेरै यस्तो चाहिँ भइरहेको छ। त्यही भएर बिमा चाहिँ बिचमा टर्मिनेट हुन्छ अथवा बन्द हुन्छ, बिमा बिचमै सरेन्डरहरू धेरै भइरहेको अवस्था छ। त्यो किन हुन्छ त भन्दा यो कुरा हामीले नबुझिकन बिमा गर्छौँ। अब सरकारी रेट अनुसार हेर्ने हो भने 37% को बिमा भएको बुझिएको छ मार्केटमा भने बुझेर बिमा गर्नेको सङ्ख्या हेर्ने हो भने त हाम्रो डाटामा त 6-7% मात्रै हो। बिमा साँच्चै बुझेर गर्ने बिमितहरू भनेको त्यति मात्रै हुनुहुन्छ। त्यही भएर बिमा बुझेर गरौँ भन्ने हाम्रो चाहिँ आशय छ यसमा चाहिँ। हस्, धन्यवाद।